सधैँभरि एउटै तरिकाको आइटम खान नि मन लाग्दैन, कहिलेकाहीँ अलिकति स्पेसियल बनाउन नि मन लाग्छ होइन। नमस्ते, म रिमा देवी हजुरको सामनेमा एउटा सानो नेपाली मिनी ब्लग्स र साथमा रेसिपी लिएर आएर छु। सबैजनाले हेर्नुहोला है। अनि पानी परेको मौसम छ होइन, बाटो चाहिँ आँगन चाहिँ एकदमै चिप्लो भएर केही छैन हेर्नु न, पानी परेर 3-4 दिनमा लगातार पानी परिरहेछ। म चाहिँ आएर थिएँ कोलपात लिन है, अनि म स्पेसियल भन्दैछु के बनाउन आँटेँ कि कोलपात चाहिँ छट्टैसँगले काटेर अनि लिएर गएँ घरतिर। अनि बारीमा थियो यो, अनि ल्याएर अनि अब यसलाई बान्नको लागि नि चाहियो है। अनि आज मैले चाहिँ मसिना माछा लिएर राखिरहेको थिएँ है। अनि त्यसलाई चाहिँ एकदम मजासँगले धोएर हर्दी, नमक अनि अदरक अलिकतिको अदरक कुटेर हालेँ, अनि लसुन पनि अलिकति कुटेर हालेँ, अनि सँगैमा तेल पनि हालेँ। अनि यो हो मान धनिया भन्छ नि हाम्रो यता चाहिँ, मान जङ्गली धनिया नै हो, खुसबु चाहिँ बहुत मिठो आउँछ। अनि सबैलाई मिक्स गरेर खोर्सानी पनि हालेँ। त्यहाँपछि चाहिँ सबैलाई एक हातले मजासँगले मिक्स गरेर अनि कोलपातमा चाहिँ अनि टमाटर पनि थियो है, हामीको त चाहिँ एकदम मसिना टमाटर पाइन्छन्, बिलाही भन्छौँ हामी चाहिँ, र सानो सानो बिलाही पनि हालेर चक्कसँगले त्यसलाई मजासँगले ब्यान्ड गरेर अनि चारैतिरबाट एकदम ढाकेर अनि त्यसलाई मजासँगले बान्नु पर्यो है। अनि बाँधेर चाहिँ यो कुकरमा चाहिँ खाली कुकर है, मैले कुकरमा चाहिँ केही हालिनँ, अनि सिटी पनि हाल्न लगाउन हुँदैन है। यत्तिकै भापमा पाक्छ, अलिक मिडियम ग्यासमा छोडिदिनुपर्छ। अनि टाइममा हेरेर फर्काइ गर्नुपर्छ है। अनि मैले हेरिसकेर मजासँगले पाकिसकेछ है, यहाँ हेर्नु न कति राम्ररी पाकिसकेछ। अनि मैले चाहिँ एकदम मिक्स गरेँ है, हातले मिक्स गरेर अनि त्यहाँ चाहिँ अलिकति काँचो प्याज, काँचो धनिया एड गरिरहेछु है। यहाँ हेर्नु त कति राम्रो लागिरहेछ देख्नलाई। अनि मजासँगले एड गरेँ, अनि खाना पनि बहुत टेस्टी भइरहेको थियो, बहुतै टेस्टी भयो। त्यो धेरै राम्रो पनि लागिरहेको थियो भातसँग खानालाई। अनि हामी चाहिँ प्रायः जस्तो यसरी नै खाइरहेको छौँ। आज तपाईँहरूको सामनेमा म चाहिँ रेसिपी सेयर गरौँ भनेर अनि सेयर गरेँ कि कस्तो लाग्यो भन्नुहोला कमेन्ट सेक्सनमा जनाएर। राम्रो लाग्यो भने तपाईँहरू पनि यसरी नै ट्राई गर्नुहोस् त, यसरी नै खाने कोसिस गर्नुहोस्, धेरै राम्रो लाग्छ है खानालाई चाहिँ। र मैले पनि बनाएर आज धेरै मिठो पनि लाग्यो है। बाई बाई, थ्याङ्क यू।